हामी आफैमा केन्द्रित छौँ, हामी आफ्नै विषयमा बढी चिन्तित छौँ, हाम्रै सङ्गठन बनाउनु पर्ने कुरामा हामी चिन्तित छौँ, हाम्रै दस्तावेजहरू हामी बढी चिन्तित छौँ। त्यसैले हामीले मुलुकको आवश्यकतालाई महसुस गरेर राजनीतिक दलमा प्रावधानहरू राखेका छौँ। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, राजनीतिक विषयवस्तुमा चर्चा परिचर्चा त यो देशमा हुँदै गर्छ। हरेक 2 दिनमा 2टा 4वटा फन्डा त आउँदै गर्छ। मान्छे अल्मलिन, हामी रुमल्लिन, कसैले कसैलाई गाली गर्न, कसैले कसैलाई तारिफ गर्न यो देशमा विषयको कमी छैन। तर ती विषयहरूले विषयान्तर नगरून् भन्ने कुरामा हामी सचेत छौँ। हामी एउटा कुरामा विषयान्तर हुन दिन चाहँदैनौँ कि नेपालमा अब परिवर्तन आवश्यक छ। त्यो परिवर्तन भनेको नेपाली जनताले मुस्कानका साथ हाँसी हाँसी गर्ने परिवर्तन हो। मतबाट परिवर्तन गर्ने, अरू कुनै कारणबाट परिवर्तन गर्ने होइन। यसमा विषयान्तर नहोस्, यस विषयमा विषयान्तर नहोस्। बाँकी कुरा चल्दै गर्छ, आउँदै गर्छ, हल्ला हुँदै गर्छन्, चल्दै गर्छ, ताली बजाउने ठाउँहरू आउँदै गर्छन्, हाँस्ने रमाउने गाली गर्ने ठाउँहरू आउँदै गर्छन्। तर 2084लाई नेपाली जनताले आफ्नो मिसन बनाएका छन् एउटा राजनीतिक दल मार्फत। त्यसमा हलचल हुन पाइँदैन, त्यसमा अडिग हुनुपर्छ र त्यसलाई अर्जुन दृष्टि बनाएर हेर्ने एउटा जिम्मेवारी तपाईँ हाम्रो काँधमा रहेको छ। त्यसैले यही उद्देश्य पुरा गर्नको निमित्त देश दौडाहामा निस्किने तयारीमा हामी छौँ। अहिले किसान दाजुभाइ दिदीबहिनीहरू खेतमा हुनुहुन्छ, अन्न उब्जाउने बेलामा हुनुहुन्छ, मानव रोपेर मुरी फलाउने यो बेलामा हामीले धेरै ठाउँमा आज गाउँघरहरूमा कार्यक्रमहरू कम गरेका छौँ अथवा त्यसलाई स्थगित गरेका छौँ। तर त्यस लगत्तै हामी देशैभरि पुग्नेछौँ र हाम्रा बारेमा बताउनेछौँ। आफै उपस्थित भएर हाम्रा बारेमा कसैले के भनिदियो भन्ने कुरामा हामी चिन्ता छैन। हामीलाई विचार पनि छैन, आदर्श पनि छैन, सिद्धान्त पनि छैन भनेर भनिरहेकाहरूलाई हामी सुनिरहेका छौँ र आफ्नो 2टा कानको प्रयोग गरिरहेका छौँ। एकातिरबाट सुन्ने, अर्कोतिरबाट उडाउने। हामी नेपाली जनताका मुद्दाहरूमा बढी केन्द्रित छौँ। राजनीतिका मुद्दाहरूमा चलिरहन्छन्, ती मुद्दाहरूमा हामीलाई त्यति धेरै चासो छैन। हामी होसियार छौँ, तर नेपाली जनताका मुद्दामा हामी अत्यन्त सजग छौँ, अत्यन्त सबल छौँ र हामी नेपाली जनताका मुद्दालाई केन्द्रमा राखेर काम गर्न लागि परेका दल हौँ। त्यसैले म यति भन्न चाहन्छु कि यो यात्रा तपाईँ हामीले सँगै सुरु गरेको यात्रा हो।